सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। अहिले तपाईँ उज्यालो 90 नेटवर्क सुन्दै हुनुहुन्छ। बिहान 10 बजे नेपाल भाषाको खबर नेपा बुख प्रसारण हुन्छ। अहिले चाहिँ प्रस्तुत छ कार्यक्रम सड़क र सवारी। नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईंलाई हार्दिक स्वागत छ। म शोभा नेउपाने र प्रविधिमा हुनुहुन्छ साथी तुलसीराम कार्की। कार्यक्रम सड़क र सवारी सोमबार, मंगलबार, बिहिबार र शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि करिब 10 बजेसम्म उज्यालो 90 नेटवर्कबाट प्रसारण हुन्छ र इन्टरनेट अनलाइनको www.unn.com.np मा संसारभरि नै सुन्न सकिन्छ। आजको कार्यक्रम उज्यालो 90 नेटवर्क र लक्ष्मी प्रतिष्ठानको सहकार्यमा तयार पारिएको हो र आजको कार्यक्रममा हामी सड़क सुरक्षाका सवालमा अटोमोबाइल सम्बद्ध संघ संस्थाको भूमिकाका बारेमा कुराकानी गर्नेछौं। काठमाडौँ र आसपासका क्षेत्रका सड़कको ताजा स्थितिका बारेमा ट्राफिक कन्ट्रोलबाट जानकारी पनि लिन्छौं। साथमा सुमधुर गीत संगीत पनि प्रस्तुत गर्छौं। ट्राफिक नियममा नाम भई सबैले नियम मिच्न हुँदैन कसैले। ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा छिनभरको भए नि सचेत बनाऊ जुनी भरिलाई। निश्चय नै ट्राफिक नियमको पालनामा नै हाम्रो सुरक्षा अडिएको छ। त्यसैले हामी आग्रह गर्छौं कि सड़कमा हिँड्दा, बाटो काट्दा, सवारी साधनमा चढ़दा वा ओर्लदा सावधानी अपनाउनुहोला। सवारी चलाउँदै हुनुहुन्छ भने पनि सबै नियमहरूको पालना गर्नुहोला, किनकि तपाईको हातमा अरू धेरैको जिन्दगीको सुरक्षा पनि अडिएको छ। हामी कार्यक्रम सड़क र सवारीमा छौं र आजको कार्यक्रम लक्ष्मी प्रतिष्ठान र उज्यालो 90 नेटवर्कको सहकार्यमा तयार पारिएको हो। लक्ष्मी प्रतिष्ठानको कुरा गर्नुपर्दा 9 महिनाको अन्तरालमा सड़क दुर्घटनाका कारण ज्यान गुमाउन पुगेका दुईजना दाजुभाइ स्वर्गीय कुमार गौतम र बलराम गौतमको सम्झनामा 3 वर्ष अघि दिवंगतका परिवारद्वारा स्थापना भएको संस्था हो र यसले स्थापना कालदेखि नै दुर्घटना न्यूनीकरणका लागि विविध कार्यक्रम गर्दै आएको छ। अहिले आएर प्रतिष्ठानले महिला सशक्तिकरणसँगै सड़क सुरक्षा अभिवृद्धि गर्नका लागि 3 वर्षभित्रमा 1000 महिला चालक तयार पार्ने कार्य प्रारम्भ गरेको छ। मंगिर 10 गतेबाट काभ्रेको भकुण्डे बेसीमा 68 जना महिलाका लागि पहिलो चरणको तालिम सञ्चालनको कार्य प्रारम्भ भएको छ। 3 महिनासम्म चल्ने उक्त तालिममा सवारी सञ्चालनका साथै अटोमोबाइल, ट्राफिक नियम, अंग्रेजी बोलचाल तथा मार्शल आर्ट समेत सिकाइन्छ। दोस्रो चरणको तालिम भने फागुन 24 गतेबाट काठमाडौँमा सञ्चालन हुनेछ र उक्त तालिमको लागि आवेदन फारम आगामी पौष 24 गतेबाट वितरण गरिनेछ। 18 वर्ष पूरा गरी 35 वर्ष नकाटेका स्वस्थ महिलाहरूले उक्त तालिमका लागि आवेदन दिन सक्नेछन्। तालिमको बारेमा विस्तृत जानकारीका लागि तपाई 4489481448 मा फोन गर्न सक्नुहुन्छ भने लक्ष्मी प्रतिष्ठानको बारेमा थप जानकारीका लागि www.laxmipratishthan.org मा हेर्न सक्नुहुन्छ। कार्यक्रम सड़क र सवारीमा छौं हामी र यो कार्यक्रम काठमाडौँ उपत्यका तथा आसपासको सवारी व्यवस्थापनमा सहयोग पुर्याउने एउटा अभियान हो। यो अभियानमा तपाई पनि हामीलाई साथ दिन सक्नुहुन्छ। तपाई अहिले सड़कमा हुनुहुन्छ, कुनै बाधा वा अवरोध खेप्दै हुनुहुन्छ अथवा कुनै दुर्घटना देखिरहनु भएको छ भने हामीलाई त्यसको जानकारी दिन सक्नुहुन्छ। 50000207 वा 50000138 मा फोन गरेर। अब भने काठमाडौँ र आसपासका क्षेत्रको अहिलेको स्थिति के छ बुझ्नका लागि हामी लाग्दैछौं ट्राफिक कन्ट्रोलतर्फ र ट्राफिक कन्ट्रोलबाट हाम्रो सम्पर्कमा हुनुहुन्छ प्रहरी नायब निरीक्षक रमेश कुमार श्रेष्ठ। रमेशजी, हजुर, स्वागत छ तपाईलाई कार्यक्रम सड़क र सवारीमा। हजुर, धन्यवाद। कस्तो छ यतिखेर काठमाडौँ र आसपासका क्षेत्रका सड़कको अवस्था? हजुर, यतिखेर यो उपत्यकामा यो कार्यालय समय शुरू हुने सँगसँगै सवारी चाप अलि बढेको छ। यो मुख्य मुख्य चोकहरूमा 5-7 मिनटसम्म ट्राफिक व्यवस्थापनको लागि पालो पुर्नुपर्ने अवस्था छ। त्यो सँगसँगै आज यो महानगरपालिकाको 18औं स्थापना दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाका 35 वटै वडा कार्यालयबाट चाहिँ झाँकी सहितको र्याली निस्किने कार्यक्रम छ। कति बजे हो? अहिले भइरहेको छ। यो 9 बजे भएको हो, सुरु भएको हो। हजुर, बसन्तपुरमा भेला जम्मा भएर त्यो सभागृह मोडसम्म, सभागृहमा महानगरपालिका कार्यालयसम्म पुग्ने कार्यक्रम हो। त्यो र्याली चाहिँ बसन्तपुर, इन्द्रचोक, असन, जमल, केशरमहल, दरबार मार्ग, घण्टाघर, पुरानो बस पार्क हुँदै सभागृहमा पुग्ने भएको कारणले त्यो क्षेत्र अहिले यो दरबार मार्ग, यो केशरमहल क्षेत्रमा अलिकति बढी नै चाप छ भन्ने हामीले बुझेका छौँ। दरबार मार्ग र केशरमहल क्षेत्र। अनि कति बजेसम्ममा सकिन्छ होला यो?
अनि यो सकिन्छ यो अब केही समयमै यो सुरु भएर केशरमहलतिर पुगेको भन्छ बुझेका छौँ। अब केही समयमै यो सभागृह मोडमा आएपछि सकियो। यसको लागि आवश्यक व्यवस्थापनको लागि हामी प्रहरी ट्राफिक प्रहरीहरू खटिरहेको छ। सकेसम्म बाटोको किनारबाट चाहिँ र्याली हेराइएको छ। धेरै नै सवारी साधन अवरुद्ध भएको छ होइन, अलिकति क्यूमा अलि धेरै बेर कुद्नुपर्ने र बिस्तारै मात्रै कुद्न पाइने भएको छ। त्यो बाहेक अन्य सामान्य नै। अनि यो सवारीको चाप बाहेक बाटोका कारणले कहीँ कतै प्रेसर जाम छ? आज त्यस्तो बाटोको कारणले कहीँ पनि त्यस्तो प्रेसर जाम छैन। यो दिउँसो चाहिँ यो सञ्चार नक्साल गैरीधारा क्षेत्रमा आज पनि बाटो मर्मत गर्ने पुलकै कारण चारपाङ्ग्रेलाई निषेध छ। हजुर हजुर, त्यो धेरै अगाडिदेखि भइरहेको छ र त्यो अझै केही दिन लाग्ने भन्ने हामीले बुझेका छौँ। त्यो क्षेत्रमा त्यो कारणले गर्दा अलिकति चाप हुने गर्छ र बाटो मर्मत प्राय भइराख्ने हुँदा त्यो क्षेत्र चाहिँ दिउँसो प्राय चापमै हुन्छ। आज पनि हामीले त्यही बुझेका छौँ। त्यो बाहेक सडक र सवारीलाई डिस्टर्ब गर्ने खालको अन्य कुनै पनि कार्यक्रमको हामीलाई जानकारी आएको छ। नागढुङ्गा लगायतका उपत्यका बाहिर भित्र गर्ने नाकाहरूको स्थिति के छ? हजुर, यो सबै नाकाहरू आज चाहिँ सामान्य नै छ। विशेष गरेर यो नागढुङ्गा नाकामा बाटो मर्मत भइरहेको छ धेरै पहिलेदेखि। त्यो कारणले गर्दा त्यहाँ अलि हेभी लोडका सवारी साधनहरू प्राय बिग्रिरहेको छ त्यो उकालोमा। हजुर, 3-4वटा 5वटासम्म एकै दिन बिग्रेको पनि हामीसँग रेकर्ड छ। तर आज चाहिँ त्यस्तो भएको छैन। आज कुनै पनि सवारी साधन बिग्रिने कारणले अरू कुनै पनि कारणले त्यहाँ डिस्टर्ब भएको छैन। आज सुखद छ यात्रा। हजुर, आज सुखद छ। बिहान चाहिँ यो अलिकति चापमै हुन्छ यो नागढुङ्गा नाका सबै सवारी साधनहरू बिहान छुट्ने कारणले। तर यतिखेर सामान्य भइसकेको छ। त्यो लगायत अन्य नाका पनि अहिले चाहिँ सामान्य। दुर्घटनाका खबर के छन्? दुर्घटना आज कुनै पनि भएको छैन। बिहानदेखि अहिलेसम्म उपत्यकामा दुर्घटना भएको छैन। धेरै राम्रो कुरा सुनाउनु भयो। हजुर, यो गएको 24 घण्टामा भने दुर्घटना 22वटा भएको छ। आज सामान्य खालको दुर्घटना। अलिकति बढी नै दुर्घटना हिजो अस्ति 12-15वटासम्म हुने गर्थ्यो। आज चाहिँ 22वटा दुर्घटना सामान्य खालका भएका छन्। तर स्वास्थ्यमा क्षति पुर्याउने खालको छैन। हजुर, गम्भीर खालको त्यस्तो क्षति भएको छैन। एउटा यो ललितपुरको भैँसेपाटीमा चाहिँ एउटा दुर्घटना अलिकति गम्भीर हो कि भन्ने खालको छ। यो ट्याक्सीले अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकेर एकजना ट्याक्सी चालक अलि घाइते भएको छ। 43 वर्षीय ललितपुर स्वयम्भूकै 43 वर्षीय रामबहादुर थापामा चाहिँ अलिक गम्भीर घाइते भएको भन्ने हामीले बुझेका छौँ र उहाँको यो दियाद अस्पताल भैँसेपाटीमा उपचार भइरहेको छ। त्यो बाहेक अरू त्यस्तो गम्भीर घाइते पनि आज। धेरै धेरै धन्यवाद रमेशजी। यहाँहरूलाई पनि उहाँ हुनुहुन्थ्यो रमेश कुमार श्रेष्ठ, प्रहरी नायब निरीक्षक। हामीलाई काठमाडौँ र आसपासका क्षेत्रको अहिलेको सड़कको स्थितिमा जानकारी दिँदैन र उहाँले दिनुभएको जानकारी अनुसार यतिखेर मुख्य मुख्य चोकहरूमा 5-7 मिनट पालो कुर्ने अवस्था बाहेक स्थिति सामान्य छ। तर महानगरपालिकाको स्थापना दिवसका अवसरमा र्याली भइराखेको हुनाले दरबारमार्ग र केशरमहल क्षेत्रमा अहिले अलिकति प्रेसर बढ़ी नै छ र सभागृह मोडमा पुगेर त्यो र्याली समापन हुनेछ। त्यसैगरी गएको 24 घण्टामा 22वटा दुर्घटना भएर त्यसमध्ये एउटा घटनामा ललितपुरको भैँसेपाटीमा भएको ट्याक्सी दुर्घटनाको घटनामा ट्याक्सी चालक रामबहादुर थापा घाइते भएर उपचाररत हुनुहुन्छ। अन्य अवस्था सामान्य छ भने गैरीधारा खुर्सानी टार हुँदै बालुवाटार सड़कको टुकुचा खोलामा पुल निर्माणको कार्य जारी रहेकाले आज पनि त्यो क्षेत्रमा चारपाङ्ग्रे सवारी साधनलाई निषेध गरिएको छ। कार्यक्रम सड़क र सवारीमा छौं हामी र आजको कार्यक्रममा हामी सड़क सुरक्षाका सवालमा अटोमोबाइल सम्बद्ध संघ संस्थाको भूमिकाका बारेमा कुराकानी गर्नेछौं। तर त्यसभन्दा पहिला एकैछिन रहस्यमय मायाजालका कुरा गरौं, मायामा राखिने अपेक्षा र भोगिने चुनौतीका कुरा गरौं। यसै तिमलाई का तिम्रा उम्कना उही मुलाको सिन्की उही मुलाको चाना ए उही मुलाको चाना जालमा परेका फौली उम्किएर जाना कानेमा झुम्काना यसै तिमलाई का तिम्रा उम्कना उही मुलाको सिन्की उही मुलाको चाना ए उही मुलाको चाना जालमा परेका फौली उम्किएर जाना ए जालमा परेका फौली उम्किएर जाना।
पक्कै पनि मायाजालमा परेपछि उम्कन गाह्रो छ। उसो त माया बाहेक अरू पनि थुप्रै अदृश्य जालहरू यहाँ छन् जहाँ हामी पत्तै नपाई फसिरहेका हुन्छौं र चाहेर पनि उम्कन सक्दैनौं। ती जालहरू हुन् असुरक्षाका, भयका र त्रासदीका, जहाँ हामी परेपछि जीवनसम्म समाप्त हुन सक्छ वा जीवनभरिका लागि संकटको भारी बोक्न पर्ने हुन सक्छ। सामाजिक वातावरण यस्तो छ कि धक फुकाएर मनका कुरा गर्न सकिँदैन। सोमबार मात्रै मेरो आवाजको कदर भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो। तर के हाम्रो सुरक्षित जीवन र सहज आवागमनका आवाजको कदर भएको छ त? किन यस विषयमा बोल्दा बैलो हुन्छ? के दुर्घटना न्यूनीकरण गरी सड़क सुरक्षा अभिवृद्धि गर्ने कुनै उपाय नै छैन त? आज हामी यी र यस्तै विषयको सेरोफेरोमा रहेर कुराकानी गर्नेछौं। कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएशन नासाका महासचिव गोविन्द भट्टराई। उहाँ अटो संसार नामक मासिक पत्रिकाका प्रकाशक हुनुहुन्छ र पेशागत स्वास्थ्य तथा सुरक्षाका विषयका विज्ञ पनि हुनुहुन्छ। गोविन्दजी, स्वागत छ तपाईलाई कार्यक्रम सड़क र सवारीमा। धन्यवाद। अब हाम्रो तथ्याङ्कहरूले के देखाएको छ भन्दा संसारमा वर्षेनी झण्डै 13 लाख मानिसको ज्यान सड़क दुर्घटनाकै कारण जाने गरेको छ र त्यसमा 50 लाख भन्दा बढ़ी चाहिँ घाइते हुने गरेका छन्। हरेक दिन दुर्घटनाका कारण 3000 मानिसले ज्यान गुमाउँछन् र त्यसमध्ये 500 जना त साना केटाकेटी नै हुने गर्छन्। भनेपछि यो दुर्घटनाको भयावह स्थिति संसारमा छ र तथ्याङ्कले के पनि देखाएको छ भन्दा नेपाल जस्तो विकासशील देशहरूमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति चाहिँ अत्यन्त बढ़ी छ। हाम्रा ट्राफिकले दिएको चाहिँ तथ्याङ्क हेर्ने हो भने पनि एकदमै भयावह स्थिति छ। हामी यो दुर्घटनाको पीड़ा भोग्न बाध्य किन छौं? अब तपाईको प्रश्न सँगसँगै उत्तर आफै आइ पनि सकेको छ। त्यसको प्रभाव, त्यसले समाजमा पार्नेको दीर्घकालीन असरहरूको बारेमा तपाईको प्रश्न सँगसँगै त्यसको डरलाग्दो संकेत तपाईले व्यक्त गरि पनि सक्नु भएको छ। म त्यसलाई विस्तारै राख्ने प्रयत्न गर्छु। त्यससँगै सबभन्दा सुरुमा म जुन लक्ष्मी प्रतिष्ठानसँगको सहकार्यमा भन्नुभयो, आजको त्यस्तो एउटा संयोग पनि परेको रहेछ। दुर्घटनामा 2वटा छोरा गुमाएकै कारणले दुर्घटनाबाट नेपाली धनजन जोगाउनको लागि भनेर जुन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नको लागि एउटा प्रतिष्ठान त्यो परिवारले शुरू गर्यो र विभिन्न तालिमहरू सञ्चालन गरिरहेको छ। रेडियो प्रोग्रामको लागि विभिन्न ढंगले सहयोग गरिरहेको छ। त्यो परिवारप्रति म ती व्यक्तिप्रति, ती दाजुभाइप्रति म हार्दिक श्रद्धाञ्जली पनि, श्रद्धासुमन पनि व्यक्त गर्दछु र त्यो परिवारको जुन योगदानको उच्च मूल्याङ्कन गर्दै त्यसप्रति म हार्दिक कृतज्ञता पनि व्यक्त गर्दछु। र एउटा सानो सन्दर्भ म जोड्छु, मैले एकछिनपछि भन्छु भन्ने लागेको थियो, सुरुमै मैले जोड्न खोजेँ। संसारका महान नेता नेल्सन मण्डेला, उहाँको पनि 13 वर्षीय छोरीलाई सड़क दुर्घटनाबाट गुमाउन परेपछि त्यस सँगसँगै मण्डेला परिवारको विभिन्न सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान रहँदै आएको त थियो नै। त्यसपछि 13 वर्षीय छोरी दुर्घटनामा गुमिसकेपछि नेल्सन मण्डेला परिवारले पनि एउटा मण्डेला फाउन्डेशन सँगसँगै मण्डेला डे भनेको अर्को एउटा महत्वपूर्ण दिवसको शुरूआत पनि संसारमा गरेको छ र आजको दिनमा संसारमा मण्डेला फाउन्डेशन, मण्डेला परिवार र मण्डेला डेले सड़क सुरक्षाको लागि संसारमा विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै पनि आइरहेको छ। मैले ठ्याक्कै यो सन्दर्भ जोड्न किन खोजेको भने मलाई नेपालको लक्ष्मी प्रतिष्ठानले गरेको यो महत्वपूर्ण महान योगदानको बारेमा त्यति जानकार म थिइनँ। यो सन्दर्भ मैले जोड्न मात्रै खोजेँ। अब तपाईले दिएको तथ्याङ्क चाहिँ हाम्रो सरकारी र आधिकारिक मान्नुपर्ने तथ्याङ्क मात्र हो। त्यो संसारका अविकसित, कम विकसित देशहरूमा सबै दुर्घटनाको खबरहरू सरकारी निकाय मार्फत अपडेट नहुन पनि सक्छन्। जस्तै नेपालमा भइरहेका सबै दुर्घटनाहरू ट्राफिक प्रहरीबाट हामीले लिने गर्दछौं। त्यो 100% सत्य अथवा सबै पूर्ण नहुन पनि सक्छ, किनभने अहिले थुप्रै लोकल सड़कहरू नेपालमा खुलेका छन्, दूरदराजमा गाड़ीहरू चलेका छन्, थुप्रै दुर्घटनाहरू दूरदराजमा भइरहेका छन्। त्यो सबै दुर्घटनाको रेकर्ड ट्राफिक प्रहरी कहाँ नआउन पनि सक्छ। भलै आजको मितिमा हामीले ट्राफिक प्रहरी मार्फत दिएको सूचनालाई मान्नु पर्छ र यो नेपालको मात्रै होइन, संसारको बाध्यता हो। विशेष गरेर दक्षिण पूर्वी एसियामा हुने मोटरसाइकल सम्बन्धी दुर्घटनाहरू त आधा भन्दा बढ़ी त प्रहरीकोमा आउँदैन भनिन्छ। मैले तपाईले जोड्न खोजेको तथ्याङ्कसँग मात्रै जोड्न खोजेको, तैपनि आजको मितिमा त्यो तथ्याङ्कलाई मान्नुपर्छ। अब त्यसको बारेमा अब किन भइरहेका छन् भन्ने बारेमा ठ्याक्कै 1, 2, 3, 4 भनेर भन्न सक्ने अवस्था, ठ्याक्कै अवस्था भनिसकेपछि त्यसको उपचारको कुरा हामीले भन्नुपर्छ। 1, 2, 3, 4 गरेर उपचारहरू ठ्याक भन्न नसक्ने अवस्था संसारमै छ। त्यो देशपछिको फरक छ। अब हामीले नेपाललाई जोड्न खोज्ने हो भने विशेष गरेर गरीब र अविकसित देशहरूमा चाहिँ विशेष गरेर कानूनको चाहिँ कार्यान्वयनको अभाव, आवश्यक चाहिँ रणनीति, सरकारी रणनीतिको अभाव,
भएका नीतिहरूलाई पनि कार्यान्वयन गर्ने एउटा सक्षम प्रशासनिक निकायको अभाव, अध्यक्ष चालकहरू, अर्धदक्ष चालकहरू, गरिबीको कारणले कमजोर हाम्रो चाहिँ आर्थिक कमजोरीको कारणले बनेका कमजोर सड़क संरचनाहरू र त्यसको सड़कसँग वरिपरि चाहिँ गाँसिएर रहेका अन्य सामाजिक समुदायहरू, यी 4-5 वटा फ्याक्टरको कारणले गर्दा यो दुर्घटनाहरू दिनानुदिन बढ्दै गइरहेको छ। र यसमा चाहिँ अझ डरलाग्दो कुरा चाहिँ के हो भने संसारमा सड़क दुर्घटनाको संख्या आफैमा ठूलो हो। त्यसमा ती देशहरूमा विभिन्न किसिमको बाढ़ी, पहिरो, भूक्षयले पनि ठूला मानवीय क्षतिहरू भइरहेको छ, रासायनिक दुर्घटनाहरू भइरहेको छ, त्यहाँ अन्य खालका दुर्घटनाहरू पनि ठूला भइरहेका छन्। तर नेपाल यस्तो एउटा देश हो जहाँ अन्य दुर्घटनाहरूको सम्भावना अत्यन्तै कम छ। त्यसरी विश्लेषण गर्ने हो भने नेपालको सड़क दुर्घटनाको संख्या संसारमै सबैभन्दा डरलाग्दो अवस्थामा आउँछ। हामी आज प्रत्येक दिन नेपालको सड़क र सवारी क्षेत्रबाट सबैभन्दा बढ़ी असुरक्षित छौं नेपालको सन्दर्भमा भने हामी त्यही क्षेत्रबाट छौं। हामी कहाँ रासायनिक खतराको सम्भावना अत्यन्त कम छ, बाढ़ी पहिरोको सम्भावना पनि अन्य देशहरूको तुलनामा अत्यन्त कम छ, भूक्षयको सम्भावना पनि अन्य देशको तुलनामा अत्यन्त कम छ, सामुद्रिक आँधीहरू, समुद्रिक चपेटको आँधीको प्रभावहरूको सम्भावना पनि अत्यन्त कम छ। त्यसरी हेर्ने भने सबैभन्दा डरलाग्दो अवस्था नेपालको छ। अहिले यति मात्रै भन्न सकिन्छ। अब तपाईले भन्नुभयो ट्राफिकले दिएको तथ्याङ्क पूर्ण आधिकारिक नभए पनि त्यसैलाई आधार मान्नुपर्छ। हाम्रो तथ्याङ्कले के देखाउँछ भन्दा आर्थिक वर्ष 2067-68 मा 7993 वटा सड़क दुर्घटनाहरू भए, जुन कि अघिल्लो वर्षको तुलनामा एकदमै धेरै हो। आर्थिक वर्ष 66-67 को हामीले डाटा हेर्यौं भने 7149 वटा दुर्घटना भएका थिए। अब त्यसमध्ये काठमाडौँलाई मात्र केन्द्रित भएर हेरौं एकैछिन। काठमाडौँमा आर्थिक वर्ष 67-68 मा 4914 वटा दुर्घटना भएर तिनमा 171 जनाको ज्यानै गयो, 553 जना गम्भीर घाइते भए। गम्भीर घाइतेहरू हुने पनि पछि मृत्यु भए होलान् हैन। अब काठमाडौँ उपत्यकालाई नै हेर्दाखेरि दुर्घटनाको मूल कारण के होला त? अब अघिल्लो विषयबाटै हामी यो सन्दर्भ जोड्न सक्छौं। सबैभन्दा अब त्यो जोड्नुभन्दा अगाडि हामीले दुर्घटना कस्तो प्रकृतिका छन् भन्ने हिसाबमा हामी हेर्नुपर्छ जस्तो मलाई लाग्छ। अहिले पनि हामीले संसारबाटै कुरा सुरु गर्यौं। संसारमा हुने दुर्घटना र नेपालमा हुने दुर्घटना केही पृथक प्रकृतिका छन् र त्यसको दुर्घटनाको रोकथामको उपायहरू पनि केही फरक ढंगले चालिएको छ। अब त्यसै गरी नेपालमा हुने दुर्घटना पनि काठमाडौँ बाहिर हुने दुर्घटना र काठमाडौँमा हुने दुर्घटनाको प्रकृति चाहिँ फरक छ। विशेष गरेर संसारमा हुने दुर्घटना चाहिँ विशेष गरेर यो कारसँग सम्बन्धित एक्सिडेन्टहरू चाहिँ अत्याधिक मात्रामा हुने गर्छ विश्वमा। यो चाहिँ यो पब्लिक जुन भेहिकलहरूबाट हुने, यो चाहिँ सार्वजनिक यातायातका साधनहरूबाट हुने दुर्घटना विकसित देशहरूमा अत्यन्तै न्यून छ, किनकि त्यो सार्वजनिक सवारीको साधनहरूलाई उनीहरूले अत्यन्त सुरक्षित बनाएका छन्। त्यसै गरी यो गरीब र अविकसित देशहरूमा हुने दुर्घटनामा चाहिँ सबैभन्दा धेरै संख्यामा हातात हुने एउटा यातायातको साधन भनेको चाहिँ सार्वजनिक सवारीका साधनहरू हुन्। ती गरीब र अविकसित देशहरूमा सरकारी निकाय र सरकार सञ्चालन गर्ने मान्छेहरू आफूलाई अर्कै दर्जाको नागरिक ठान्छन्, जो सार्वजनिक सवारीको साधनमा यात्रा गर्दैनन्। र त्यस्ता देशहरूमा नागरिक भनेको दोस्रो दर्जा हो र उनीहरूको जीवनसँग नीति निर्माताहरूको, राज्य सञ्चालकहरूको कुनै पनि साइनो सम्बन्ध छैन। भलै भोट हाल्ने दिनमा एक दिन जबरजस्ती उनीहरूले सम्बन्ध गाँच्न आएका किन नहुन्। त्यो भएको हुनाले नेपाल जस्तो र यस्तै गरीब अविकसित देशहरूमा, भ्रष्टाचारले व्याप्त भएको देशमा, राज्य कमजोर र निरीह भएको देशमा नीति निर्माता र राज्यका चाहिँ सञ्चालकहरू चाहिँ अलि अपराधीकरणतर्फ उन्मुख भइरहेका देशहरूमा चाहिँ के छ भने सार्वजनिक सवारीका साधनहरू अत्याधिक मात्रामा दुर्घटनामा पर्ने गरेका छन्। त्यहाँ निजी सवारीका साधनहरू, कारका दुर्घटना अत्यन्तै न्यून छ। मैले यो संसारको किन जोड्न खोजेँ भने त्यसै गरी नेपालभित्रमा आउने हो भने काठमाडौँ बाहिर हुने दुर्घटनामा अत्याधिक मात्रामा बढी सार्वजनिक सवारीका साधनहरू परेका छन् र तिनीहरूको संख्या अत्यन्तै ठूलो छ। त्यहाँ आम जनसमुदायहरू, अत्यन्तै गरीब निमुखा जनसमुदायहरू परेका छन् भने काठमाडौँमा हुने दुर्घटनाको प्रकृति अलिकति फरक छ। त्यसमा चाहिँ सार्वजनिक सवारीका साधनको दुर्घटना भन्दा निजी सवारीका साधनहरूको दुर्घटना बेसी छ। त्यसमा मोटरसाइकलको संख्या बढी छ। त्यसमा अलि बढी मैले अहिले भने काठमाडौँ बाहिर हुने सवारीको दुर्घटनाको चाहिँ कस्तो भने एकजना मान्छेको बदमाशीले, एउटा सवारी साधनको सञ्चालकको बेइमानीले, एउटा चाहिँ त्यो राज्यको कानून कार्यान्वयन गर्न बसेको प्रहरी निकायको लापरवाहीपनले, अर्कैको कारणले आम नेपाली जनताले जीवन
बर्बाद जीवन खत्तम गरिरहेका छन्, आफ्नो जीवनलाई चाहिँ सिध्याउन बाध्य भइरहेका छन् भने काठमाडौँ भ्यालीभित्र हुने दुर्घटनाको हामीले तुलना गर्ने हो, अध्ययन गर्ने हो भने यहाँ चाहिँ अरूको कारणले भन्दा पनि आफ्नै कारणले बढी, किनभने निजी सवारीको साधन, मोटरसाइकल जस्ता दुर्घटनाहरू चाहिँ बढी भएको छ। यहाँ कानून नबुझेर होइन, आफ्नो भाग्य र भविष्य, आफ्नो जीवन अरूको हातबाट भन्दा पनि आफ्नै हातबाट बढी दुर्घटना काठमाडौँमा भइरहेका छन्। मदिराको सेवन, अब ट्राफिक ऐन कानूनको पालना नगर्नु, भएका ऐन कानूनलाई पनि ट्राफिक प्रहरी लगायत सम्बन्धित निकायले कार्यान्वयन नगर्नु, अब त्यसपछि ऐन कानून मिच्दाखेरि ठूलो भइन्छ, बहादुर भइन्छ, महान भइन्छ भन्ने खालको एउटा झन्झनै एउटा अपराधिक मानसिकताले ग्रस्त हुनु जस्ता कारणहरूले गर्दा काठमाडौँको दुर्घटना बेसी छ। तैपनि हाताहाती हुने मान्छे व्यक्तिको संख्या भने काठमाडौँ उपत्यकाको भन्दा बाहिरको अत्यन्तै धेरै छ। त्यो डरलाग्दो छ र उनीहरू समयमा उपचार पाउन पनि सकेको छैनन्। शोभाजी, सुरुमा तपाईँले धेरै हाताहाती हुनेको संख्या गर्नुभयो। हाम्रो अध्ययन अनुसार के भन्छ भने हाताहाती भए 13-14 लाख मान्छेहरू मरे। नेपालमा पनि 10,000 मान्छेहरू हाताहातीको मृत्यु भयो। त्योभन्दा ठूलो दर्दनाक अवस्था, सबभन्दा संवेदनशील अवस्था कुन हो भने जुन बाँचेर दीर्घकालीन रूपमा घाइते भएका र अङ्गभङ्ग भएका जुन घाइतेहरू छन् उनीहरूको पुनर्स्थापना गर्नु, उनीहरूलाई चाहिँ उनीहरूको जीवन निर्वाहका विभिन्न चाहिँ उपायहरू खोज्नु, उनीहरूलाई समाजमा सक्षम बनाउनु र ती घाइते भएका दीर्घकालीन घाइतेहरूको उपचारमा, स्याहार सुसारमा, लालन पालनमा सिङ्गो परिवार जहिले पनि तनावमा बस्नु, जहिले पनि पीडामा बस्नु र एउटा सिङ्गो परिवार त्यसको हेरचाहको लागि बाध्य हुनुपर्ने, त्यसको कारणले सिङ्गो परिवार समाजबाट विस्थापित हुनु, समाजबाट उसले चाहिँ केही उन्नति गर्न नसक्नु र त्यो 50औं वर्षमा त्यो पीडा भोगिरहन बाध्य हुनु, त्यसको जुन परिणाम छ त्यो चाहिँ मृत्यु हुनेको संख्या, मृत्यु हुनेकोबाट हुने पीडा भन्दा पनि त्यो अझ बढी काली लाग्दो, डरलाग्दो छ। र हाम्रो अधिकांश सरकारी रिपोर्टहरू हेर्ने हो भने, मिडियाले गरेको कुराहरूलाई हेर्ने हो भने पनि मृत्युको संख्यालाई हाइलाइट गरिरहेको छौं। अब त्यो मैले त्यो कमजोर, त्यो चाहिँ न्यून संख्या हो भन्न खोजेको होइन। त्योभन्दा दर्दनाक अवस्था चाहिँ बाँचेको मान्छेहरूको पुनर्स्थापना र उनीहरूलाई दीर्घकालीन रूपमा उनीहरूको जीवन निर्वाह गर्ने कुरामा चाहिँ अझ बढी डरलाग्दो र चुनौतीपूर्ण अवस्था छ। हाम्रो अवस्था अहिले पनि गम्भीर छ, एकदमै संगीन छ। विश्व पनि यो विषयमा सचेत छ र केही समय अगाडि कमिसन फर ग्लोबल रोड सेफ्टीले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो। त्यसमा एउटा अत्यन्तै भयावह कुरालाई प्रक्षेपण गरिएको छ कि यही अवस्था कायम रहेमा सन् 2020 सम्ममा मृत्यु हुनेको संख्या चाहिँ अहिलेको तुलनामा 2 गुणा हुनेछ। अनि त्यसपछि त्यसमा हताहती हुने अथवा घाइते हुनेहरूको संख्या चाहिँ 65%ले बढ्न सक्ने भनेर प्रक्षेपण गरेको छ। यतापट्टि युएनले रोड सेफ्टी डिकेड भनेर 2011 देखि 2020 लाई मानिसकेको छ। यो अवस्थामा हामी कहाँ दुर्घटनालाई रोक्ने किसिमका केही पहलहरू भएको पाउनु भएको छ? त्यसमा मैले मोटामोटी यो दुर्घटना रोकथामको लागि नेपाललाई हेर्ने हो भने 3वटा कुराहरूमा हामी जानुपर्छ। 3वटा कुरामा जानुपर्दाखेरि हामीले अहिले तपाईँले युएन रोड सेफ्टी डिकेडको कुरा सुरुवात गर्नुभयो, म त्यहाँबाट सुरु गर्छु। सबैभन्दा पहिला ऐन कानूनलाई अध्यावधिक गर्ने र ऐन कानूनबाट सबैभन्दा धेरै धनजनको क्षति भइरहेको नेपालको सड़क र सवारीको क्षेत्रलाई कसरी ऐन कानूनद्वारा बलियो बनाउने, सुरक्षित पार्ने भन्ने कुरा पहिलो हुन सक्छ। र त्यसमा त अझ यो सड़क र सवारीको क्षेत्र मैले बारम्बार भन्ने गरेको कुरा, यो सड़क र सवारी अथवा गाडी र भारीको मात्रै कुरा होइन, यो त नेपालको सामाजिक एकता, सांस्कृतिक एकता, जुन एउटा राष्ट्रिय आर्थिक सामाजिक एकीकरणको एउटा मूल पर्याय पनि हो यो सड़क र सवारी भन्ने कुरा। हुन त हामी पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण गरेको भन्थ्यौं, अहिले त्यसमा केही विभिन्न ढंगबाट दायाँ कोणबाट छलफल पनि भइरहेको छ। त्यसलाई बिर्सिने हो भने नेपालको साँच्चीकै एउटा एकीकरण चाहिँ नेपालको सड़क र सवारीले गरेको छ। सामाजिक एकीकरण, आर्थिक विकास को लगायतको कामहरू नेपालको सड़क सवारीले गरेको छ। किनकि नेपालमा जल यातायात र हवा यातायातको सम्भावना अझ असुरक्षित, अझ चाहिँ त्यस्तो खालको कमजोर भएको हुनाले पनि नेपालमा को सड़क यातायातमा हामी एउटा त्यहाँबाट हाम्रो सामाजिक आर्थिक रूपान्तरणको लागि पनि हामी त्यसमा निर्भर रहन बाध्य छौं। मैले यो किन जोड्न खोजे भने यो सड़क र सवारी र गाडी र भारीको कुरासँग मात्रै जोडेको होइन। अब यसमा पहिलो कुरा, यति धेरै 10औं लाख मान्छेहरू यसमा दैनिक रूपमा संलग्न छन्। 20औं लाख मान्छेहरू एक क्षेत्रबाट अर्को क्षेत्रमा आते जाते गर्छन्। 2 दिन 4 दिन सड़क चाहिँ बन्द भयो भने हाम्रो सिंगो आर्थिक सामाजिक एउटा सञ्चालन प्रक्रिया अवरुद्ध हुन्छ। यस्तो भएको क्षेत्र भएको हुनाले यसलाई कानूनद्वारा सबभन्दा पहिला सुरक्षित बन्नेतिर लाग्नुपर्छ। दोस्रो कुरा चाहिँ हाम्रो भएका चाहिँ
कानून निर्माण र कानूनको कुरा महत्वपूर्ण छ। अहिले देशको मूल कानूनै नभएको बेलामा यो अन्य कानूनहरूको बारेमा हामी अहिले कल्पना नगरौं, एउटा तैपनि हामी एउटा अपेक्षा मात्रै गरौं र अहिले भइरहेका कानूनको बारेमा कुरा गर्नुपर्छ। मूल कानून नहुँदा अहिले भएको कानूनहरू यातायात व्यवस्था ऐन 2048 लगायतका केही कानूनहरू छन्, ऐनहरू छन्, त्यो अत्यन्तै बलिया पनि छन्। फेरि तर नेपालमा अहिले भएका ऐन कानूनहरू कार्यान्वयन गर्ने निकायले कुनै पनि कानूनहरू कार्यान्वयन गर्न चाहिँ प्रयत्न गरेका छैनन्। र नेपालमा एउटा चलन के छ भने अब सबै दोष जति, सबै अबजस जति, सबै नराम्रा कुरा जति हामी राजनीतिक पार्टीका नेताहरू, नीति निर्माताहरू, विधायकहरू, चाहिँ सभासदहरू, संसदहरूलाई दिने काम, मन्त्रीलाई दिने काम हामी गर्छौं अनि कार्यान्वयन गर्ने चाहिँ निकाय चाहिँ एकदम निष्क्रिय रहेको कुरालाई हामी बिर्सिन्छौं। नेपालमा सड़क सुरक्षाको लागि बनेका ऐन कानूनहरू अत्यन्तै राम्रा छन्। म एउटा मात्रै कानूनको कुरा गरौं 250 किलोमिटर भन्दा लामो दूरीलाई हामी चाहिँ एउटा लामो सड़कलाई हामी लामो दूरीको सड़क भनेर हामी भन्छौं, लामो दूरीको यात्रा भनेर कानूनले व्याख्या गरेको छ। र 250 किलोमिटर पछि प्रत्येक सवारी साधनको ड्राइभर चेन्ज गर्नुपर्छ भनिन्छ। यो कानून अहिले बनेको होइन, दुई दशक अगाडि बनेको कानून हो। नेपालमा कुनै पनि कार्यान्वयन गर्ने निकायले यो कानून कार्यान्वयन गर्दैन र यो कानून म तपाईलाई भन्न सक्छु यातायात व्यवसायीहरूको दादागिरीलाई कम गर्न रोक्ने हो भने र ट्राफिक चेक पोइन्टमा बस्नेका, चेक पोस्टमा बनेका ट्राफिक प्रहरीका अथवा नेपाल प्रहरीका सिपाही र हवलदार मात्र इमानदार बन्ने हो भने यो कानून कार्यान्वयन हुन सक्छ। यो कानून कार्यान्वयन भयो भने नारायणगढ मुगलिन खण्डबाट अथवा नौबिसे नारायणगढ खण्डमा भएका 90% दुर्घटनाहरूको हामी रोकथाम गर्न सकिन्छ। यो कानून त 2048 सालको संसदले बनाइदिएको छ त। त्यो कुरामा हामी त्यो ऐनलाई हामी कार्यान्वयन गर्नेतिर पटक्कै नलाग्ने र 2048 सालमै बनेका नेताहरूलाई गाली गरेर मात्रै घाम तापेर हामीले आफ्नो जिन्दगी त बर्बाद गरिरहेछौं, हजारौं नेपाली जनताको ज्यान लिइरहेका छौं। मैले कानूनको मात्रै कुरा गर्न खोजेको। तपाईँ नारायणगढ मुगलिन खण्डको दुर्घटनाको 90% दुर्घटना हामीले एउटा पहिला चाहिँ अनौपचारिक एउटा रिसर्च गर्दाखेरि त्यो बेलाको 82% दुर्घटना चाहिँ बिहान पख भएको छ, 1 बजेदेखि 4 बजेको बीचमा निन्द्राका कारणले चेन्ज नभएको कारणले। आजभन्दा 10-12 वर्ष अगाडि तपाईहरुलाई हामी बच्चामा हुँदा थाहा छ हामीलाई हेटौडा हुने धेरै मान्छेहरूको ड्राइभरको हेटौडामा घर हुन्छ अरे, श्रीमती हुन्छ अरे, ससुराली हुन्छ अरे भन्ने सुन्थ्यौं। त्यसको कारण छ। त्यो कारण के थियो भने पूर्वबाट आउने सबै गाडी हेटौडामा चेन्ज हुन्थ्यो। उ त्यहाँ एक दिन कुर्थ्यो, हेटौडामा बसेको ड्राइभरले काठमाडौँसम्म गाडी ल्याउँथ्यो। अनि बुटौलमा नि त्यस्तै अवस्था हुन्छ अरे भनेर हामी सुन्थ्यौं। ड्राइभरलाई जिस्काएको हामी देखेका छौं। पश्चिमबाट आउने गाडीहरूको ड्राइभर चाहिँ बुटौलमा चेन्ज हुन्थ्यो अनि यता गाडी आउँथ्यो। मलाई याद छ 2045 सालको कार्तिक 22 गतेको एउटा इलामबाट आएको पशुपतिनगरबाट आएको सीता ट्राभलदेखि हामीले एउटा रिसर्च गरेका छौं। अधिकांश दुर्घटना बिहान 1 बजेदेखि 4 बजेसम्म भएको छ। धनाधन हजारौं जनताको ज्यान हामीले त्यो खण्डमा लिइरहेका छौं। अनि यहाँ भएका चाहिँ कानून कार्यान्वयन गर्ने निकायहरू चाहिँ के गर्छन् भने दरबारमारमा आइल्याण्ड बनाउने, भिरकोटी मण्डपमा मैनबत्ती बाल्ने, अनि एउटा चित्रकला प्रतियोगिताको आयोजना गर्ने, सोल्टी होटलमा गएर एउटा डिक्लेरेसन गर्ने जस्ता कस्मेटिक र एकदम हास्यास्पद दुःखद चाहिँ एउटा कुरा चाहिँ कामहरू गरिरहेका छन्। म कहिलेकाहीँ भन्छु हाम्रो कार्यान्वयन गर्ने निकायहरूलाई के भन्छु भने यो चाहिँ एउटा हास्य व्यङ्ग एउटा प्राय सुखद हुने गर्छ, मान्छे हाँस्छन्, तर यो दुःखद एउटा नाटक चाहिँ नेपाल काठमाडौँमा बसेर उनीहरू मञ्चन गर्छन्। जबकि चाहिँ बुटौलमा हुने ट्राफिक पोस्टलाई, हेटौडा हुने ट्राफिक पोस्टमा हुने प्रहरीलाई त्यो ड्राइभर चेन्ज भएको नभएको कुरा हेर्नको लागि हामी अराउँदैनौं। नेपाल प्रहरीले त्यो काम कहिले पनि गर्दैन र गर्यो भने पनि यहाँ यति बलिया छन्, यहाँ सड़क कब्जा गरेका बसेका सिन्डिकेटको नाममा भनौं, आलो पालको नाममा भनौं, यातायात व्यवसायीको नाममा बसेका संस्था यति बलिया छन्, उनीहरू त्यो कानूनलाई कार्यान्वयन गर्न दिँदैनन्। यो अवस्था मैले कार्यान्वयनको कुरा गर्न जोड्न खोजेको हो। गोविन्दजी, यस विषयमा हामी फेरि पनि कुराकानी गर्छौं। कार्यक्रम सड़क र सवारीमा छौं हामी कार्यक्रममा एकैछिनपछि फर्कन्छौं। उज्यालो 90 नेटवर्क सुन्दै गर्नुहोला। तातो पानी ए बहिनी नानी हाम्रो घर दुर्राम नुहाको घरमा तातो पानी आउने सोलर राखेको अनि नुहाको। अनि पैसा कहाँ पाएको? सानीमा बैंकमा कमिटमेन्ट खाता खोलेपछि अटोमेटिक बचत भइहाल्छ नि। ओहो, यो म पनि अटोमेटिक बचत गर्नु पर्यो। के हो यो कमिटमेन्ट खाता? बचत खातामा राखेको हामीले चाहे जति रकम महिनै पछि कमिटमेन्ट खातामा सारिदिनु है भनेपछि ब्याङ्कले अटोमेटिक सारिदिन्छ र आफूले आँटेको काम गर्न पुग्ने पैसा कमिटमेन्ट खातामा जम्मा भएपछि जे काम गरे नि भइहाल्यो। क्या गजबको रहेछ कमिटमेन्ट खाता। उस कम बाटो छु र म। सानीमा बैंकको कमिटमेन्ट खाता, बैंक र ग्राहकको गजबको नाता। विस्तृत जानकारीका लागि SAVE टाइप गरी 2265 मा SMS गर्नुहोस् वा नजिकको शाखामा सम्पर्क गर्नुहोस्। सरल अनि विश्वसनीय बैंक सानीमा बैंक।
पशुपति भिजन शपिङ सेन्टरको बम्पर अफर। पशुपति भिजन शपिङ सेन्टर पिङला स्थान गौशालामा विभिन्न ब्रान्डका घरायसी, इलेक्ट्रोनिक्स, रेडिमेड, जुत्ता ब्याग आदिमा 20% सम्म छुटको अफर गरिएको छ। यहाँ घरायसी, इलेक्ट्रोनिक्स सामान, जेन्ट्स, लेडिज, रेडिमेड, सटिङ सुटिङ लगायत रुद्राक्ष र सुनचाँदी गहनाका साथै मनी एक्सचेन्ज, ट्राभलिङ, टिकटिङको समेत सुविधा उपलब्ध छ। पशुपति भिजन शपिङ सेन्टर, सबैको रोजाई। उज्यालोका खबर सुन्दै पढौं र पढ्दै सुनौ। लगअन www.unn.com.np। तपाई संसारको जुन देश र शहरमा हुनुहुन्छ हामी त्यही छौं, मात्र क्लिक गर्नुहोस् www.unn.com.np। हामी हाजिर छौं। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम सड़क र सवारीमा। आजको कार्यक्रम उज्यालो 90 नेटवर्क र लक्ष्मी प्रतिष्ठानको सहकार्यमा तयार पारिएको हो र आज हामी सड़क सुरक्षाका सवालमा संघ संस्थाहरूको भूमिकाका विषयमा कुराकानी गर्दैछौं। कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएशन नासाका महासचिव गोविन्द भट्टराई। गोविन्दजी, हामी दुर्घटनाका कारणहरू र त्यसलाई न्यूनीकरण गर्न कानूनी पाटाका विषयमा कुराकानी गर्दैथ्यौं। नीति नियम आफ्नो ठाउँमा चाहिन्छ नै, यो सम्बद्ध संघ संस्थाको पनि आफ्नै किसिमको भूमिका हुन्छ। अब तपाईको एउटा संस्था छ नासा। नासा चाहिँ FIA भन्ने अन्तर्राष्ट्रिय फाउन्डेशनसँग सम्बद्ध छ। त्यहाँको एउटा प्रसंग जोड्न चाहन्छु। डिसेम्बर 7 का दिनमा फाउन्डेशनको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष टिम कियोनले भनेका थिए, हाम्रो यो 3 घण्टाको भेलाका दौरान संसारभरिका सड़कमा 136 बालबालिकाले दुर्घटनाका कारण ज्यान गुमाउनेछन्। युवा तथा वृद्ध गरी अन्य 310 जनाको पनि दुर्घटनाकै कारण निधन हुनेछ र 17,000 मानिस घाइते भएका हुनेछन्। भनेपछि FIA यो विषयमा अत्यन्त संवेदनशील छ। तपाईको नासा कतिको संवेदनशील छ दुर्घटना न्यूनीकरण र सड़क सुरक्षा अभिवृद्धिका सवालमा? एकदम लक्ष्मीजी, तपाईले जनै हामीले बिर्सिसकेको शोभाजी हामीले बिर्सिसकेको सन्दर्भलाई तपाईले यहाँ जोड दिनुभयो। म तपाईप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब यो FIA को वर्ल्ड कंग्रेसमा नासा पनि सहभागी थियो र नासाको तर्फबाट एउटा टोलीले सहभागिता जनाएको थियो। जुन कंग्रेसको सन्दर्भ तपाईले उल्लेख गर्नुभयो, जुन सत्रको, त्यस सत्रमा पनि हाम्रो सहभागिता रहेको थियो। र योसँग जोडेर गरौं, अहिले संयुक्त राष्ट्र संघले 2011-20 लाई रोड सेफ्टी टिकेट भनेर 2010 मा पारित गरेको छ र विश्वव्यापी रूपमा विभिन्न अभियानहरू चलिरहेका छन् र नेपाल सरकारले पनि संयुक्त राष्ट्र संघको त्यो रोड सेफ्टी टिकेटलाई नेपाल सरकारले अनुमोदन गर्न जरुरी थियो र त्यस अनुसारको 10 वर्षे रणनीति तयार गर्न जरुरी थियो। त्यो रोड सेफ्टी टिकेटमा 5 वटा पिलरलाई त्यसले हाइलाइट गरेको छ। त्यो पिलरको बारेमा अहिले जान सम्भव छैन। तर दुर्भाग्य संयुक्त राष्ट्र संघले पारित गरेका हर अभिसन्धिहरूलाई तत्कालै यहाँ चाहिँ निर्णय गराउन, अनुमोदन गर्न तयार हुने नेपाल सरकार यो अभिसन्धिलाई 2 वर्ष अगाडिदेखि अहिलेसम्म उसले नेपाल सरकारले अनुमोदन गर्ने काम गरेको छैन र त्यस सँगसँगै 10 वर्ष रणनीति जुन तयार गर्नुपर्ने त्यसमा पनि हामी धेरै पछाडि परिसकेका छौं। र अहिले एउटा दुःखद कुरा भन्नुपर्छ, केही महिना अगाडि नासाले चाहिँ नेपाल सरकारमा गएर भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयमा गएर यो इओनले पारित गरेको रोड सेफ्टी जुन टिकेटलाई अनुमोदन गरियोस् र त्यस अनुसारको रणनीतिहरू तयार गरियोस् भनेर एउटा मागपत्र बुझाउनु पर्ने दुःखद अवस्था हाम्रो नेपालमा छ र हामीले मागपत्र बुझाएको छौं एकातिर। अरूतिर नेपालमा सड़कसँग सम्बन्धी यत्रो हाताहाती भइरहेको छ र सड़क र सवारीमा काम पनि एउटै निकाय पनि छैन। त्यो मागपत्रमा हामीले एउटै निकाय होस्, एकै रणनीति बनाइयोस्, सबै संघ संस्थालाई सहभागी गराइयोस् भन्ने कुरा गरेको छौं। त्यो पनि भएको छैन र नेपालमा यो स्वास्थ्य मन्त्रालयले पनि रोड सेफ्टीको काम अलिअलि गरिरहेको छ भन्ने सुन्नमा आएको छ। राष्ट्रिय योजना आयोगले पनि आएको छ। तर सँगसँगै विघटित एउटा संसदको एउटा राज्य व्यवस्था समितिले पनि दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्था सम्बन्धी एउटा कार्यदल बनाएको थियो। त्यसले ऐन कानून सुधारको लागि पनि केही अभियानहरू अगाडि बढाएको थियो। त्यो कार्यदलमा पनि गएर नासाले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनको लागि गर्नुपर्ने कामहरू, ऐनहरू सुधार गर्नुपर्ने कुराहरू यो हुन् भनेर नासाले एउटा प्रेजेन्टेसन त्यहाँ दिएको थियो राज्य व्यवस्था समितिको एउटा समितिमा। त्यो पनि हामी चाहिँ आगामी दिनमा म यहाँहरूलाई उपलब्ध गराउनेछु। हामी सार्वजनिक गरी पनि आएका छौं। यहाँ चाहिँ ऐन कानून कार्यान्वयन गरिदियोस् भनेर सरकारको कुराहरू पनि हामीले लिएर जानुपर्ने अवस्था अर्कोतिर नासामा त्यसमा जोडिरहेको छ भने, अर्को चाहिँ
अब अहिले तपाईँ एफआईएको कुरा गर्नुभयो। युएन रोड सेफ्टी टिकटको मेन प्रमोटर, मुख्य प्रमोटर भनेको चाहिँ यो एफआईए इन्टरनेसनल फेडरेसन रेल अटोमोबाइल भन्ने अटोमोबाइल क्षेत्रको अन्तर्राष्ट्रिय महासंघ हो। हामी त्यसको नेपालको हामी प्रतिनिधि चाहिँ नेपाल च्याप्टरमा चाहिँ हामी छौँ। अहिले नासा त्यसको नेपाल प्रतिनिधि हो र त्यसका विभिन्न चाहिँ सञ्चालन गरेको कार्यक्रममा हाम्रो सहभागिता छ र नेपालमा हामीले त्यसैमा आधारित रहेर एफआईएको प्रेसिडेन्ट गत मेमा नेपाल आउनुभएको थियो र त्यो बेला हामीले टिम नासा भनेर एउटा राष्ट्रिय एउटा अभियान सञ्चालन सुरुवात गरेको छौँ। कस्तो हो यो टिम नासा, के गर्छ यसले? टिम नासा चाहिँ अहिले हामीले सुरुवातमा 20 वटा कलेजका विद्यार्थीहरूलाई हामीले 2-2जना टोली नेतालाई छनौट गरेर ट्राफिक प्रहरीसँग मिलेर 1-2 दिनको ओरिएन्टेसन हामीले सम्पन्न गरेका छौँ र त्यसले अहिले 1000 रोड सेफ्टी मोटिभेटर भनेर रोड सेफ्टी मोटिभेटरहरूको जुन तयार छनौट गर्दैछ, तालिम गर्दैछ र तिनीहरूलाई बिस्तारै हामीले चाहिँ नेपालभरि 5वटा विकास क्षेत्रमा 1000 जना रोड सेफ्टी मोटिभेटरलाई हामीले परिचालन गर्ने काममा लागिरहेका छौँ र केही प्रकाशनहरू पनि हामीले गरेका छौँ। स्टिकरहरू चाहिँ बाँड्ने टाँच्ने काम गरिरहेका छौँ। केही अन्य चाहिँ प्रकाशनहरू, केही एउटा सूचनामूलक चाहिँ अन्य क्रियाकलापहरूलाई पनि अगाडि बढाउने भनेर अभियानमा पनि हामी लागिरहेका छौँ र त्यो सँगसँगै मिलेर हामी अन्य गतिविधिहरू अब मिडियाहरूलाई अलिकति एवार्ड गर्ने कुराहरू पनि हामीले यो वार्षिक हामीले क्यालेन्डरमा राखेका छौँ। त्यसै गरी हामीले गर्ने प्रत्येक क्रियाकलापहरू, खेलका गतिविधिहरू, मूलतः नासा भनेको खेलकुदसँग सम्बन्धित एउटा निकाय पनि हो। अटोमोबाइलसँग सम्बन्धित भएको हुनाले अटोमोबाइलको इस्युजलाई यसले विभिन्न किसिमका इस्युहरूलाई यसले बोक्ने काम त गर्छ नै। नासाले सञ्चालन गरेका विभिन्न खेल इभेन्टहरूमा रोड सेफ्टीको सन्देश दिने गरी हामी कार्यक्रमहरू गर्छौँ। त्यस सँगसँगै राष्ट्रिय खेलकुद परिषदमा आबद्ध भएका 122वटा खेल संघ र तिनले सञ्चालन गर्ने वार्षिक हजारौं खेलकुदका कार्यक्रमहरू छन्। त्यो खेलकुद मार्फत पनि हामीले सड़क सुरक्षाको सन्देश लैजानुपर्छ भन्ने अभियान पनि हामीले सुरु गरिरहेका छौँ। केही महिनाभित्र तपाईँले थाहा पाउनुहुन्छ थुप्रै एउटा मास बेसमा सञ्चालन भएका खेल गतिविधिहरूको बीचमा तपाईँले रोड सेफ्टीका एवेयरनेस कार्यक्रमहरू हामीले सञ्चालन गरेको तपाईँले पाउनुहुन्छ। मैले अहिले त्यससँग जोडेर त्यति मात्रै कुरा गरेँ। त्यसै गरी अब चालक परिचालकहरूसँग कुरा गर्दा हामी यो यातायात व्यवस्थासँग सम्बन्धित निकायहरूसँग कुरा गरिरहेका छौँ। गत वर्ष मात्रै मैले पाएको तथ्याङ्क अनुसार 10,000 भन्दा बढी हेभी गाडीको लाइसेन्स नेपालमा लिएको छ। तपाईँलाई थाहा छ हेभी गाडीको लाइसेन्स ड्राइभिङको तालिम लिने ठाउँ नेपालमा कतिवटा छ? कुनै पनि छैन। भएका सरकारी तालिम केन्द्रहरू सबै बन्द भएर सरकारी कर्मचारीको निकम्पाले बन्द भएर बसेका छन्। यो लाइसेन्स दिने निकायहरूको चाहिँ बदमाशी भ्रष्टाचारको कारणले गर्दा पनि भन्छु मैले त्यति भन्नलाई हिचकिचाउनु पर्दैन। 10,000 भन्दा बढी हेभी गाडीका ड्राइभरहरू नेपालको सड़कमा प्रवेश गरेका छन्। उनीहरूले कहाँ तालिम लिए, कहाँ पढे? उनीहरूले चाहिँ प्यासेन्जरसँग गर्ने व्यवहारको बारेमा उनीहरूलाई कसले सचेत बनायो? त्यस्ता कुराहरूमा नेपालको जुन कानून गर्ने निकायहरू सबै मौन छन्। हामीले लाइसेन्स दिने स्थानको वरिपरि नै नासाका विभिन्न किसिमका एउटा सन्देशमूलक सामग्रीहरू वितरण गर्ने भन्ने पनि एउटा प्रक्रियामा गइरहेका छौँ। त्यसै गरी जुन नयाँ ड्राइभरको लागि जुन लिखित ट्रायलमा जाने ड्राइभरहरू हुन सक्छन् तिनीहरूको बीचमा पनि केही साना ओरिएन्टेसनका प्याकेजहरू बनाउनुपर्छ कि भन्ने हिसाबले पनि हामी त्यसको बारेमा पनि अध्ययन गरिरहेका छौँ। यी विभिन्न कार्यक्रमहरू मध्येबाट मैले अटोमोबाइलको स्पोर्ट्सको सन्दर्भलाई उठाउन चाहे। अटोमोबाइललाई प्रमोट गर्ने हिसाबले र सँगसँगै सड़क सुरक्षाका सन्देश पनि दिने भनेर बेला बेलामा मोटर र्यालीहरू गर्नुहुन्छ। मोटर र्यालीबाट सड़क सुरक्षा कसरी अभिवृद्धि हुन्छ? यो चाहिँ लाटो हिसाबले भन्ने हो भने यो पोलेको घाउ आगोले सेक्नु भन्ने हामीले उखान छ पुरानो, त्यसलाई सम्झिँदाखेरि ठिक हुन्छ जस्तो मलाई लाग्छ। जो मान्छे मोटर र्याली हामी सड़कमा गर्छौँ, हामीसँग रेसिङ ट्र्याकहरू छैन, यो पब्लिक रोडहरूमै हामी गर्छौँ, नेपालको अफ रोडहरूमै गर्छौँ हामी, ताकि त्यसले नेपालको पर्यटन प्रवर्धनमा सघाउ पुग्छ भन्ने एउटा विश्वव्यापी मान्यता पनि रहेको छ। त्यसो भएको हुनाले जो बढी सड़कमा हुन्छ उसले सड़क सुरक्षाको सन्देश, त्यसको पीडा उसैलाई थाहा हुन्छ, त्यसबाट हानि नोक्सानी पनि उसैले बढी भोग्नुपर्छ। र हाम्रा हर ड्राइभरहरू चाहिँ हाम्रो खेलाडीलाई पनि हामी ड्राइभर भन्छौँ, हाम्रा हर ड्राइभरहरू सड़कमै हुन्छन्। त्यो भएको हुनाले हाम्रै ड्राइभरले रोड सेफ्टीको सन्देश दिएन भने, रोड सेफ्टीको सन्देश बोकेन भने, त्यसप्रति उनीहरू यावर भएन भने कसले अरू को हुन्छ भन्ने मान्यता अनुसार हामीले त्यो काम गरिरहेका छौँ। हामीले काठमाडौँदेखि सौरा, काठमाडौँदेखि नगरकोट, काठमाडौँ पोखरा लगायतको अब केही महिनामा हामी काठमाडौँदेखि हामीले जोमसङसम्मका विभिन्न किसिमका मोटरसाइकल सम्बन्धी प्रतियोगितात्मक टाइपका र्यालीहरू पनि हामी गर्दैछौँ। र त्यसको केन्द्र भागमा त्यसको जजमेन्ट गर्ने आधार, निर्णयको आधार चाहिँ हामीले रोड सेफ्टीलाई मानेको छौँ। त्यसको मेथडलाई TDS मेथड हामी नेपालमा भन्छौँ, विश्वव्यापी TST मेथड भन्छ। त्यो चाहिँ समय, दूरी र गतिको कुशल संयोजन गरेर आफ्नो ड्राइभ जसले गर्न सक्छ त्यो मान्छे चाहिँ त्यो र्यालीमा विजयी हुन्छ। र
आउँदो महिना पुसको 6 र 7 गते हामी 4th सिन्सियर सिटिजन्स मोटर र्याली भनेर विराटनगरबाट इटरी धरान पाखे भेडेटार धनकुटा हिलेमा गएर हामी समापन गर्दैछौँ। त्यसको विजेताले रु 1 लाख रुपियाँ पुरस्कार पनि पाउँछ, दोस्रोले हुनेले 50,000, तेस्रोले 25,000 पुरस्कार पनि पाउँछ। त्यसको जजमेन्टको मूल आधार भनेको चाहिँ फेरि रोड सेफ्टीकै मूल आधार हो। त्यसमा त्यही टिडीएस मोडलबाट हामी गइरहेका छौँ। हामीले एउटा सुरक्षित एउटा ड्राइभिङको स्पिड दर हामी उनीहरूलाई सवारीहरूलाई दिन्छौँ। त्यो स्पिड दरको आधारमा जसले ड्राइभिङ गर्न सक्यो, सेफ ड्राइभ गर्न सक्यो, त्यो ड्राइभले त्यहाँ विन गर्छ। त्यसको सन्देश पनि त्यसरी जान्छ। गोविन्दजी, यसमा यो जुन मोटर र्याली तपाईहरुले गर्नुहुन्छ त्यसमा सहभागी हुनेले विजेता भएमा आर्थिक पुरस्कार पाउँछन्, नभएमा पनि जिम्मेवारीका केही सबकहरू सिक्छन्। तर आम जनसमुदायले यसबाट कसरी सन्देश पाएको छ? हिजोका र्यालीहरूका नतिजा कस्तो आएको छ? कति प्रभावकारी भएको छ मास अवेरनेसको क्षेत्रमा? यो बाई रोडको बाटोलाई हामी निकै खतरनाक बाटो भन्छौं। त्यहाँ हामीले मोटरको प्रतियोगिता त हामीले सञ्चालन गर्यौं नि। सुरक्षित ढंगले चलाउने हो भने, गाडीलाई कन्डिसनमा राखेर चलाउने हो भने, ड्राइभर अनिदो नरहने हो भने, मादक पदार्थ सेवन नगर्ने हो भने र एउटा समय जो दूरी र गतिलाई पालन गर्ने हो भने बाहिरको बाटो पनि असुरक्षित छैन भन्न खोजेको। फेरि पनि हाम्रो बाध्यता के छ भने हाम्रो पूर्वाधार अत्यन्तै कमजोर भए पनि यही पूर्वाधारसँग हामी बाँच्न जरुरी छ। योभन्दा अर्को हामीसँग विकल्प नभएको हुनाले बाहिरको बाटोबाट सुरक्षित ढंगले मोटरको र्याली, प्रतियोगितात्मक र्याली चल्न सक्छ भने दुर्घटना किन हुन्छ त? हुँदैन होला नि त, दुर्घटना नहुन सक्छ नि त। आफूले सुरक्षित ढंगले चलाउने हो भने भन्ने सन्देश दिने हो एउटा। अर्को कुरा चाहिँ हाम्रा सड़कहरू, फेरि पनि हाम्रो मैले बाध्यताको कुरा गरेँ, यही सड़क नै हामीसँग पनि हाम्रो बाध्यता हो कि यही सड़कसँग हामीले जीवन बिताउनुपर्छ, जीवन गुजारा गर्नुपर्छ। त्यसो भने यो सड़क चाहिँ जहिले पनि जनहत्याको केन्द्र हो, मसानघाट हो, मान्छेको ज्यान लिन्छ भन्ने ढंगले सड़कलाई हामीले इंगित गर्यौं भने त झन हामी आतंकित हुन्छौं। त्यसो भएको हुनाले अब तपाईले सुन्नु भएको छ कोशी राजमार्गको अवस्था, त्यो गुगलको म्यापमा हेर्नु भने पनि बहुत डरलाग्दो देखिन्छ। हामीले के प्रमाणित पनि गर्न खोजेका छौं भने यो सड़कलाई माइ सुरक्षित ड्राइभ गर्ने हो भने, स्किल चाहिँ एउटा ड्राइभर हुने हो भने, त्यसपछि हामीले चाहिँ अहिले मैले भनेका पूर्वाधारहरू चाहिँ लाई फलो गर्ने हो भने, सड़क र यो ट्राफिकको ऐन कानूनलाई नमिच्ने हो भने सुरक्षित रूपमा ड्राइभ गर्न सकिन्छ भन्ने सन्देश नै दिने हो। र वरिपरि हुने मान्छेले पनि के हो भने सड़क र सवारी मार्फत नेपालको पर्यटन प्रवर्धन गर्ने, साहसी खेलकुदको विकास गर्ने, सामाजिक आर्थिक एकताको चाहिँ एउटा भाव फैल्याउने, सामाजिक सद्भाव फैल्याउने लगायतका कामहरू पनि हामी मोटरिङबाट गर्न सक्छौं। किनकि हामीले भनि गरिरहेका छौं अबको 10 वर्षभित्र हामी कमजोर सड़क भए पनि नेपालका प्रत्येक हिमालको फेदीमा मोटर पुग्नेछ र सड़क र सवारी पुग्नेछ। त्यो बेलामा अनि हामी हाम्रो टुरिज्म जस्तो भयो भनेर पैदल बाटो सिद्धो भनेर हामी गइकराइ गर्नुको अर्थ छैन। भएका सवारी मोटरिङ र टुरिङ मार्फत हामी नेपालको साहसिक खेल पर्यटनको प्रवर्धन गर्न सक्छौं। त्यसो भयो भने मात्रै हामी संसारका साहसिक पर्यटकहरूलाई नेपाल ल्याउन सक्छौं। एउटा उदाहरण दिउँ, गत वर्ष 11,000 बुलेट बाइकर्सहरू संसारबाट बनारस हेर्न भनेर आए। 11,000 बुलेट मोटरसाइकल चढ्ने त्यो राइडरहरूलाई हामीले नेपालको मुक्तिनाथ र पशुपतिनाथसम्म बनारस हेर्न चाहिँ आउने बाइकर्सहरूले नेपाल ल्याउन पाएको भए नेपालको टुरिज्मले कोल्टे फेर्थ्यो। त्यो हाम्रो अहिलेको त्यो पनि अवस्था हो र हामीले एफआईएसँग मिलेर पनि काठमाडौँ लासा लगायतका केही रुटहरूको पनि आइडेन्टिफाई गरेका छौं। आगामी दशकको खेलकुदको एउटा परिवार भनेको एडभेन्चर स्पोर्ट्स हो। एडभेन्चर स्पोर्ट्स भनेको नै नेपालको टुरिज्मको एउटा भविष्य पनि भयो र त्यसको सन्देश चाहिँ हाम्रो जहिले पनि सड़क सुरक्षासँग जोडिरहेको छौं। शोभाजी, यदि हामी दुःखका साथ भन्न सक्छौं। गोविन्दजी, पुस 6 र 7 को र्याली लगायत नासाका सम्पूर्ण कार्यक्रमहरूको सफलताका लागि हार्दिक शुभकामना। साथै तपाईलाई धेरै धेरै धन्यवाद यहाँसम्म आएर यति जानकारी दिनुभयो। धन्यवाद। उज्यालो एफएमले पनि बेला बेलामा हामीहरूलाई बोलाएर केही कुराहरू शेयर गर्ने मौका दिइरहेको छ र विशेष गरेर अब आजको कार्यक्रममा लक्ष्मी प्रतिष्ठान जो विष्णु गौतम, लक्ष्मी गौतम जो उहाँहरूले एउटा छोराहरूको दिवंगत छोराको सम्झनामा रोएर मात्रै बस्नु भएन, हजारौं नेपालीको चाहिँ ज्यान जोगाउने र अरबौं चाहिँ एउटा धन जोगाउने जुन अभियानमा लाग्नु भएको छ, उहाँहरूको कार्यले सफलता पाओस्, हामी मिलेर सँगै जान सक्छौं र उज्यालो एफएम, लक्ष्मी प्रतिष्ठान र नासा आगामी दिनमा पनि सड़क र सुरक्षाको सवालमा हामी एक भएर जान सक्छौं। यति भन्दै म यहाँहरुप्रति पुनः आभार व्यक्त गर्दछु। अब पनि बिदा माग्ने बेला भइसकेको छ। प्रविधिमा साथ दिने तुलसीराम कार्कीलाई धन्यवाद। यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो तपाईलाई पनि धेरै धेरै धन्यवाद। तपाईको आजको दिन शुभ रहोस्। आगामी सोमबार सड़क र सवारीको अर्को श्रृंखला प्रस्तुत हुनेछ। आजका लागि भने शोभा नेउपाने बिदा हुन्छु। उज्यालो 90 नेटवर्कमा अहिले 10 बजे नेपाल भाषाको खबर नेपाबुख प्रसारण हुन्छ। सुन्दै गर्नुहोला।